कहाँ रोप्नु भएको थियो दिदी यति धेरै लसुन अनि प्याज अनि त्यही माथि झन् एक टोको घाँस लिएर आउनु भएको छ यो तल गैराबारीमा लगाएको थियो हजुर यो कोनाले जानेको के अरे अल्छिनीको खेती फटेङ्ग्राले मेटी भन्थ्यो त्यस्तै अब बुढाबुढीको खेती गर्ने पनि नसक्ने मल जल पनि नभएको अब भैँसी पाल्ने बेला त यत्रेर फल्ने त ठुल्ठुला बाख्रा पालेको त्यही पनि 2टा छ यति यति हुन्छ गोबर त्यसले नहुने रहेछ पहिला पहिला त यत्रो यत्रो हुन्थ्यो भैँसी पाल्ने बेला बाख्रा गाई गोरु पाल्ने बेला अहिले चाहिँ के अरे अल्छिनीको खेती फटेङ्ग्राले मेटी भने जस्तै त्यही पनि तल आन्टीले बुनिदिनु भयो यो थाहा पानी आन्टीले यति आयो जम्मा खै पुग्दै पुग्दैन थोरै भयो अहिले त भएन अहिले त धेरै लगाउनु पर्ला यता राख्छु मैले यसलाई यहाँ राख्नुपर्छ यस्तो गरेर के गर्ने र बुढाबुढीको खेती भैँसी पाल्न पनि सक्दिनँ भैँसी पालेमा त मस्तै हुन्थ्यो भैँसी छैन के गर्ने र आन्टीले तल आन्टीले बुनिदिनु भयो यो अनि यस्तो बुन्यो भने यसरी राख्नु मिल्ने रहेछ यसरी राख्ने जति भए पनि बस्छ यो अनि यो पनि यस्तो गरेर अब धेरै खेती भए पो धेरै हुन्थ्यो र अब यति पनि अब थोरैलाई त यस्तै गराउनु पर्ने चाहिँ कहाँ अल्छिमा लाग्दैन डोकोमा ल्याउने नभएको अलिकति थियो थोरै लगाएको त्यही पनि कान्छी छोरीले लगाएर गयो समुद्रगञ्ज त्यही पनि यस्तो गरेर राख्नु होला थोरै छ भने मेरो जस्तो थोरै छ भने सजिलो हुन्छ कपाल पनि फुस्क्यो यस्तो गराएर यति महिना भए पनि बस्छ घामले मरेन त के गर्नु त सुँगुर कराएको छ बाख्राको मल पनि खाली छैन बिहानै हिँडेको यस्तो गराउनु पर्छ यस्तो गराएर राख्नु होला थोरै छ भने थोरै खेती फटेङ्ग्राले मेटी छ भने धेरै पो कोठामा राख्ने हो र अब यति पनि कहाँ राख्ने हो र त्यही भएर मैले यस्तो गराएको यस्तो गरेर राख्नु होला तपाईँहरूले पनि थोरै छ भने हुन त अझै मेरो भन्दा धेरै सिप होला म खै सिप भएको भन्यो कि नभएको भन्यो मैले त जम्मै यस्तो गराइकन राख्छु घाँस लिएर आएको अनि सुँगुरलाई एक पर त भुस दिएँ मैले अब अरू एक पर दिनु छ बाख्रा पनि आज फुकाउने भ्याइन अनि यस्तो छ गिरिस्ती छोराले बुहारी ल्यायो भने होला राम्रोसँग गिरिस्ती एक्लैको गिरिस्ती हुन्न यस्तो गराउनु होला तपाईँहरूले पनि थोरै छ भने या त जति भए पनि भन्छ त्यस्तै भुइँमा थुपार्यो भने कुन्छ कि कुन्छ धेरै दिन रहँदैन कुहिएर सब सर्छ कि त्यो भित्र क्यान्सर हुन्छ थुपारिकन राख्यो भने तपाईँहरूले यस्तै गराइन राख्नु मऱ्यो आज बाख्रा मऱ्यो भोकले घाँस लिएर आएँ भर्खरै सुँगुरहरू पनि दिन त मैले अघि नै दिएको भुस एकचोटि
पप्पू पप्पू ल देउरानी कान्छी हो कान्छो ससुराको बुहारी पप्पू ल पप्पू कहाँ गयो ल ए ल ए ल ए ल ल ए ल ल ल ल ए ल आइज ल ल मान्दैन त्यसलाई चोट लागेछ धेरै